यो नक्सा हेर्नुहोस्। सन् 1816 मा तत्कालीन ब्रिटिश इन्डिया र नेपालबीच भएको सुगौली सन्धि लगत्तै कोरिएको आधिकारिक नक्सा हो, जहाँ लिपुलेक, लिम्पियाधुरा र सबैभन्दा महत्त्वपूर्ण काली नदीको उद्गम स्थललाई स्पष्ट रूपमा सिमाना तोकिएको देखिन्छ। तर आज 200 वर्षपछि यो रणनीतिक भूमिमा नेपालको अधिकार खुम्चिएको छ र भारतको पूर्ण सैनिक नियन्त्रणमा छ। आखिर कसरी भयो त यो? के यो केवल वैदेशिक थिचोमिचो हो, वा यसमा हाम्रै शासकहरूको चरम लापरवाही र मौनता लुकेको छ? इतिहासको पाना पल्टाउँदादेखि नै यो तितो सत्य आज हामी खोतल्नेछौँ। कुरा सुरु हुन्छ सन् 1816 मार्च 4 बाट, जब नेपालले इस्ट इन्डिया कम्पनीसँग सुगौली सन्धिमा हस्ताक्षर गर्यो। यस सन्धिको आर्टिकल 5 मा स्पष्ट लेखिएको छ, नेपालका राजाले काली नदीको पश्चिममा पर्ने भूभागमा आफ्नो अधिकार त्याग्नेछन्, अर्थात् काली नदी नै नेपाल र भारतबीचको पश्चिमी सिमाना बन्यो। अब प्रश्न उठ्छ, वास्तविक काली नदी कुन हो? सन् 1827 मा स्कटिस हाइड्रोग्राफर जेम्स हर्सबर्गले प्रकाशन गरेको नक्सा र अन्य ब्रिटिस दस्तावेजहरूले स्पष्ट पार्छन्, महाकाली नदी माथि जाँदा दुईवटा शाखामा बाँडिन्छ। पश्चिमतर्फको ठूलो शाखा, जसको उद्गम स्थल लिम्पियाधुरामा छ, त्यसैले काली नदी भनिएको थियो। प्राकृतिक र भौगोलिक नियम अनुसार यो नदीको पूर्वको सम्पूर्ण भाग नेपालकै हो। भौगोलिक रूपमा लिपुलेक पास 5334 मिटरको उचाइमा रहेको एउटा यस्तो रणनीतिक बिन्दु हो, जहाँबाट तिब्बत र चीनमाथि सजिलै निगरानी राख्न र व्यापारिक मार्ग खोल्न सकिन्छ। ब्रिटिस शासकहरूले यसको रणनीतिक महत्त्व बुझिसकेका थिए। सन् 1846 पछि नेपालमा राणा शासन सुरु भयो। 1857 मा भारतमा ब्रिटिस विरुद्ध सिपाही विद्रोह हुँदा जङ्गबहादुर राणाले ब्रिटिस सेनालाई सहयोग गर्न नेपाली सैनिक पठाए। यसको बदलामा ब्रिटिसहरूले नेपाललाई नयाँ मुलुक बाँके बर्दिया कैलाली कञ्चनपुर फिर्ता त दिए, तर रणनीतिक रूपमा महत्त्वपूर्ण लिम्पियाधुरा र लिपुलेक क्षेत्रलाई बिस्तारै आफ्नो नक्सामा पार्ने भित्री खेल सुरु गरे। नेपालका शासकहरू सत्ताको मोजमस्तीमा व्यस्त रहँदा ब्रिटिस कार्टोग्राफरहरूले सन् 1879 को नक्सामा वास्तविक काली नदीको नाम बदलेर कुटी याङ्ती राखिदिए र पूर्वतर्फको एउटा सानो खोल्सोलाई नक्कली काली नदी दाबी गर्दै नयाँ नक्सा जारी गरे। सन् 1881, 1909 र 1929 का नक्साहरूमा यो भूभाग चुपचाप ब्रिटिस इन्डियातर्फ सारियो र नेपाली नेतृत्व यसबाट पूर्ण रूपमा बेखबर भयो। सन् 1947 मा भारत स्वतन्त्र भयो। त्यसको 3 वर्षपछि 1950 मा भारतका राजदूत सीपी सिंह र नेपालका अन्तिम राणा प्रधानमन्त्री मोहन शमशेरबीच शान्ति तथा मैत्री सन्धि भयो। असमान हैसियतमा गरिएको यो सन्धिमा पनि नेपाली नेतृत्वले सिमानाको यो गम्भीर मुद्दा उठाउन सकेन। सन् 1951 मा चीनले तिब्बतमाथि नियन्त्रण जमाएपछि भारत आफ्नो सुरक्षालाई लिएर चिन्तित बन्यो। तत्कालीन भारतीय प्रधानमन्त्री जवाहरलाल नेहरूले स्पष्ट रूपमा भनेका थिए कि नेपालको स्वतन्त्रको सम्मान गर्दै गर्दा भारतले आफ्नो सुरक्षामा सम्झौता गर्न सक्दैन। यही सुरक्षाको बहानामा सन् 1952 मा नेपालका प्रधानमन्त्री मातृका प्रसाद कोइरालाको पालामा भारतीय सेनालाई नेपालको उत्तरी सिमानामा 18 वटा चेक पोस्टहरूमा बस्ने अनुमति दिइयो। टिङ्कर पास र सुवागढी, नाम्चेदेखि ओलाङचुङ्गोलासम्म भारतीय सैनिकहरू अत्याधुनिक वायरलेस सञ्चारसहित तैनात गरिए। सन् 1960 मा सत्ता पूर्ण रूपमा आफ्नो हातमा लिएपछि राजा महेन्द्रले भारतको एकाधिकार घटाउन चीनसँग हात बढाए। 5 अक्टोबर 1961 मा नेपाल चीन सीमा सन्धि भयो, तर त्यहाँ एउटा ठूलो गल्ती भयो। सन्धिका क्रममा सिमानाको पिल्लर नम्बर 1 टिङ्कर पासको पश्चिममा तोकियो, तर लिम्पियाधुरालाई यसमा समावेश गरिएन, जसलाई 0 पिलर मान्नु पर्थ्यो। इतिहासकारहरू यसलाई कि त कूटनीतिक लापरवाही या भारतलाई निचिड्याउने रणनीतिक मौनता मान्छन्। लगत्तै सन् 1962 अक्टोबरमा भारत चीन युद्ध भयो। युद्धमा पराजित भएपछि भारतीय सेना पछि हट्ने क्रममा कालापानीको रणनीतिक उचाइमा स्थायी सैन्य क्याम्पमा पारित गर्यो। सन् 1961 मा कीर्तिनिधि विष्ट प्रधानमन्त्री हुँदा नेपालले उत्तरी सिमानाका 17 वटा चेकपोस्टबाट भारतीय सेना हटाउन सफल भयो, तर कालापानीमा रहेको सेना भने हट्न सकेन। अचम्मको कुरा के छ भने सन् 1961 मा नेपाल सरकारले नै कालापानी, गुन्जी, नाबी र कुटी गाउँमा जनगणना गरेको र भूमि सुधार सम्बन्धी कर उठाएको प्रमाण आज पनि सुरक्षित छ। तर त्यसपछिका नक्साहरूमा नेपालले आफ्नै भूमि छुटाएर नक्सा जारी गरिरह्यो। दशकौंसम्म ओझेलमा परेको यो मुद्दा सन् 2019 मा फेरि बिउतियो। भारतले जम्मू कश्मीरको स्वायत्तता खारेज गरेपछि नयाँ राजनीतिक नक्सा जारी गर्यो, जसमा नेपालको लिपुलेक, लिम्पियाधुरा र कालापानीलाई उत्तराखण्ड राज्यभित्र देखायो। यसको नेपालमा तीव्र विरोध भयो। सन् 2020 मे महिनामा भारतले मानसरोवर जानका लागि त्यही क्षेत्रमा लिपुलेक सडक ट्र्याक उद्घाटन गरेपछि नेपालले कडा प्रतिवाद गर्दै आफ्नो सांसदवाद
त सर्वसम्मत रूपमा लिम्पियाधुरा समेटिएको नयाँ चुच्चे नक्सा पास गर्यो। तर यो कदमले देशभित्र राष्ट्रवादहरूको लहर त ल्यायो, तर जमिनमा कुनै परिवर्तन भएन। जमिन आज पनि भारतकै नियन्त्रणमा छ र त्यहाँ 5000 मिटरको उचाइमा सडक, बिजुली र इन्टरनेट जस्ता बलिया पूर्वाधारहरू बनिसकेका छन्। नक्सा संसदबाट पास गर्नु वा कूटनीतिक नोट पठाउनु मात्र समस्याको समाधान होइन। आज कालापानी पारीको नेपाली गाउँ दार्चुलाको टिङ्कर र ब्यास क्षेत्रका नागरिकहरू आधारभूत बिजुली, पानी, स्वास्थ्य र सडक सञ्जालबाट वञ्चित छन्। उनीहरू आफ्नै जिल्ला सदरमुकाम आउन समेत भारतीय बाटो प्रयोग गर्न बाध्य छन्। जबसम्म नेपालले सीमा क्षेत्रमा बलियो पूर्वाधार विकास गर्दैन, दार्चुला टिङ्कर सडक खण्डको निर्माण द्रुत गतिमा सक्दैन र भारत तथा चीनसँग त्रिदेशीय व्यापारिक साझेदारीका लागि टेबल टक गर्दैन, तबसम्म यो भूमि हाम्रो अधिकार गफमा मात्र सीमित हुनेछ। सिमानाको रक्षा केवल नक्साको कागजमा होइन, सिमानामा बस्ने नागरिकको जीवनस्तर र राज्यको उपस्थितिबाट मात्र सम्भव छ। तपाईलाई के लाग्छ? नेपाल सरकारले यो मुद्दालाई अन्तर्राष्ट्रियकरण गर्नुपर्छ वा कूटनीतिक संवादबाटै समाधान खोज्नुपर्छ? आफ्नो विचार तल कमेन्ट गर्नुहोस्। यस्तै जानकारीमूलक भिडियोका लागि यो च्यानल लाइक, शेयर र सब्स्क्राइब गर्न नबिर्सिनुहोला। अर्को भिडियोमा भेटौँला। धन्यवाद।